आज मिति 2083 असारको अन्तिम दिन 32 गतेको पोखरा सिन्पानी जौबारी स्थित हरिचौक यामदी सडक खण्डमा यो भीषण पानी परेको अवस्थामा माथिबाट आएको भल पानी यहाँ बाटोमा थुप्रेर सवारी आवत जावत एकदम कष्टकर भएको छ। यो माथि यहाँ अगाडि चाहिँ खहरा भल पानी यहाँ माथि वडा नम्बर 18 पोखरा वडा नम्बर 18 सरङकोट स्थित होटल हिमालय फ्रन्ट मुनिबाट यहाँ यो छहरा सडकबाट यता ढल निकास गरेर यहाँ यत्रो छहरा आएको छ भने यता लगतै यता जौबारीको माथिल्लो सरङकोट भेगबाट आएको भल पानीले यो भल पानी नालामा अवरुद्ध भएर पास हुन नसक्दा यो तल सेतीमा जान यहाँ सडक नै अवरुद्ध भइकन यहाँ सवारी साधनलाई सवारी गर्नलाई कष्टकर भएको छ। ल है राम्रोसँग जानु होला है, पानी छ। ल एम्बुलेन्स पनि आएको छ यहाँ। ल सर नमस्कार है। ल आजको अपडेट भीषण सानो फेवाताल न्यू फेवाताल बाटो सम्पन्न नहुँदै फेवाताल बाटो सम्पन्न नहुँदै यहाँ फेवाताल भने के यो माथि सरङकोटबाट आएको भल पानी हो नि त। यो त यो नाली यहाँ बुझेको अथवा यसको निकास राम्रोसँग नभएको हुँदा यहाँ यो पानी थिक्रेको छ। यहाँ माथिको भाइले त्यहाँ बुझियो होला कि यो माथिबाट एकैचोटि ओइलेर आयो नि त, किनकि माथिबाट यता यो हो यो त्यो माथि जङ्गलबाट माथि भुचे भएर जङ्गल पुरा आउने भयो र उताको जङ्गलबाट नै माथिबाट सरङकोटबाट आएको भल पानी चाहिँ यहाँ त्यसरी थिक्रिएको छ। यहाँ हाम्रो जनसमुदाय एकजना तामाङ भाइले पहल गर्दै हुनुहुन्छ, बिचरा कतै बुझेछ कि भनेर खोल्न खोजिरहेछ, तर के सकिन्छ यत्रो फेवा तालै भएछ। ल अब यो भर्खरै बनेको सडकमा यस्तो हालत छ। ल